सम्पूर्णमा नमस्कार। म निर्मल कुमार राया अर्जुनधारा 10 सेतीपानीबाट। म चाहिँ एउटा कृषक हुँ। मैले चाहिँ यो बाख्राको बडकेउला बढारेर उठाएर बोरामा राखेर यसरी तयार गरेर राखेको थिएँ। यसलाई चाहिँ यसरी कुटेर माडेर यसरी तयार गर्दैछु। यो अब यसमा चाहिँ हाम्रो ओडब्ल्युडिसी प्रोडक्टको सम्पूर्ण झोलहरू मिक्स गरेर मकै बालीलाई युरिया डिएपी को सट्टा यो प्रयोग गर्न खोजिरहेको छु। यो चाहिँ अब ओडब्ल्युडिसी प्रोडक्टको सबै चिजहरू 10 लिटर तयार गरिसकेको छु र यसमा मिक्स गरेर गर्नेछु। यो मैले लगाएको यो सिमी बोडी भयो, घिरौला काँक्राहरू भयो। यो भर्खर पानी पनि लाउँदैछु। यो काँक्राहरू कोही फल्न पनि थालेको छ ठाउँ ठाउँमा। यसमा पनि मैले केही रासायनिक मलहरू प्रयोग गरेको छैन। सिमी बोडीहरू पनि छ, हेर्नु होला। रासायनिक मल कुनै प्रयोग गरेको छैन। मैले मात्र ओडब्ल्युडिसी प्रोडक्टको मल र गोबर मलहरू मात्र प्रयोग गरेर बनाउँदै गरेको छु। मेरो मुख्य उद्देश्य चाहिँ के छ भने रासायनिक मल, रसायनजन्य तत्त्वहरूलाई बन्द गरेर कृषिमा क्रान्ति ल्याउँ। जैविक मल, प्राङ्गारिक मल प्रयोग गरेर, मल औषधिहरू विषादीहरू प्रयोग गरेर कृषिमा क्रान्ति ल्याउँ भन्ने मेरो मूल लक्ष्य हो। यसै अनुसार म विगत 1 वर्षदेखि बाली नालीहरूमा रासायनिक पदार्थको बन्द गर्दै आएको थिएँ र अहिले मलाई केही समय अगाडि एउटा हाम्रो 10 नम्बर वडा अर्जुनधारा 10 नम्बर वडाबाट एउटा सानो कार्यक्रम आयोजना भएको थियो। जैविक मल तथा विषादी उत्पादन सम्बन्धी एउटा तालिम आयोजना भएको थियो। उक्त तालिमको प्रशिक्षक चाहिँ सम्माननीय श्री दिल्ली प्रसाद खतिवडा ज्यू हुनुहुन्थ्यो। उहाँकै प्रशिक्षणबाट चाहिँ मैले यो गोबर बाख्राको बडकेउलालाई पनि युरिया डिएपी को रूपमा प्रयोग गर्नलाई तयार गर्दैछु। यसमा मैले पिना पनि मिसाउनलाई तयार गर्दैछु। यो चाहिँ तपाईको अहिले बडकेउला धुलो मात्रै पारिएको छ। अब यो बाली नालीहरूमा, यो बोट बिरुवाहरूमा पनि मैले सबै नै यही मलहरू नै प्रयोग गरिरहेको छु। कागतीहरू भयो, कागती हेर्नुहोस्, कागती मजाले दाना लागिरहेको छ, फुलिरहेको छ। यसमा पनि मैले अरू विषादी केही प्रयोग गरेको छैन। खेतमा गोबर मलहरू मात्र लगाएको छु, पिना र गोबर मल। अब चाहिँ यो ओडब्ल्युडिसी प्रोडक्टको तयार भएको मलहरू पनि लगाउने विचार गरेको छु। प्रोडक्टहरू ठिकै लागेको छ, मलाई राम्रै लागेको छ। यसरी उत्पादन गरिँदैछ। अब मेरो मुख्य उद्देश्य भनेको चाहिँ कृषिमा यहाँ चाहिँ पिना छ। मैले पिनालाई कुटेर तयार गर्नेछु अहिले एकछिन पछाडि, र अघिको बाख्राको बडकेउला मिक्स गरेर ओडब्ल्युडिसी प्रोडक्टको झोलहरू प्रयोग गरेर त्यसलाई 2 दिन 3 दिन कति दिन राख्नुपर्छ राखेर अनि मकै बालीमा यो काँक्राहरू फलफुलहरूमा लगाउने विचार गरेको छु। मलाई धेरै खुसी लागेको छ यो तालिम दिनुहुने हाम्रो आदरणीय सर दिल्ली प्रसाद खतिवडाज्यूप्रति। आगामी दिनहरूमा पनि यस्तै कृषिका क्रान्तिका लागि विभिन्न तालिमहरू वडाले सञ्चालन गरोस्, प्रशिक्षणहरू पाइयोस् भन्ने धेरै आशा राखेको छु।